हेलो गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू एपिसोड सबैलाई समीक्षा भट्टराई युट्युब फ्यामिलीमा वेलकम छ। आज चाहिँ के अरे भाइ दसैँको टिका सबैलाई बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। अनि चाहिँ आज दसैँमा हामीले के रमाइलो गर्छौँ त्यो पनि म देखाउँदै गाइज। अब म चाहिँ नुहाउन गएँ ल, नुहाएर आएर फेरि स्टार्ट गर्छु। लगाइज म नुहाइ पनि सकेँ। अब चाहिँ म माथि जान्छु आमाहरूले के गर्नुभयो हेर्नलाई, अनि हजुरहरूलाई पनि देखाउँछु। ल हाम्रो आमाले चाहिँ आलु फुकाउँदै हुनुहुँदो रहेछ अचार बनाउनको लागि। अनि यता चाहिँ चुलोमा भात पकाउन लाउनु भएको छ। अनि हाम्रो घर चाहिँ माथि 2 ढलानमा भए पनि आमाले चाहिँ चुलोमै भात पकाउनुहुन्छ है दसैँहरूको चाडपर्वमा चाहिँ। अनि यस्तो छ हाम्रो घरको भ्यू। यता 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 यस्तो खतरनाक छ नि। आमा तपाईँलाई कसौडीमा भात पकाउन गाह्रो लाग्दैन? लाग्दैन, कसौडीमा मिठो हुन्छ भात। राइस कुकर अन्त आगा बगाएको मिठो हुन्छ। अनि पहिल्यैबाट नि उहाँ गाउँमा हुँदा पनि कसौडीमै पकाउनुहुन्थ्यो, अहिले त यहाँ ग्यास आइसक्यो। अनि किन त नि कसौडीमा पकाउनु पकाइराखेको कसौडी हो, त्यही कसौडी हो। पकाइराख्दा मिठो हुन्छ, त्यसैको बाक्लो छ, नरम हुन्छ। दाउरा भाइ सधैँ पकाउँछु। अनि यो आलु चाहिँ किन फुकाउनु भएको र? अचार बनाउन। गाइज म र आमाहरू चाहिँ नौ दुर्गा पूजा गरेको मन्दिरमा जान लागेको। त्यहाँ गएर टिका जमरा लिएर आउनु पर्ने रहेछ, त्यो पनि लिएर आउँछु। अब मन्दिरमा पुगेपछि पनि देखाउँछु हाम्रो कस्तो राम्रो मन्दिर पनि आइसके। यो चाहिँ हाम्रो मन्दिर हो। Allah पैसा लगाइज हाम्रो चाहिँ टिका स्टार्ट भयो है। क्लबमा जानु भएन है, क्लबमा आउँदा सब पुग्यो छैन। बिलिस्तानी हो कि होइन? बिलिस्तानी भयो, तिमीलाई सेम क्यासमा काम हाल्नु पऱ्यो होइन। साइडको पैसा कमाएर साइड किनेर होइन, यसो मामाले खुवाउनु पऱ्यो। लास्ट 50 हो, यो पछि 1000 मात्रै हुन्छ केटाहरू। लास्ट 50 हो यो भाइ, 1000 हो यो पछि। मैले अर्को वर्ष त होइन, मलाई यो भिडियो देखाएर सम्झाउ न कस्तो मजाक लगाएर नि। सेमै तिमीलाई पनि भर्खर 5th सेमिस्टरमा छु होइन। अटोक्याड सटोक्याड सब सिक्दै गर। अब अरू त के भन्ने होइन। सबभन्दा ठुलो यो लास्ट 50 है, यो पछि 1000 हुन्छ सिधै। बुझ्यो नि? मैले जब खान थालेको फर्स्ट दिनदेखि। अब प्रमिस। प्रमिस अब तेरो त 18 वर्ष पुगिस्। 18 वर्ष पुग्ने बित्तिकै टक्क क्लबमा जाने बित्तिकै दाइ भन्ने भयो। तिमी क्लब 16 भाइ, क्लब 16मा क्याटवाकमा होइन, क्लब 16मा गएर बोलाएपछि म ट्याक्क भिभिआइपी मिलाइदिन्छु। अहिले नआइज नि 18 वर्षमा पुग्ने। लास्ट 50 है, पछि 1000 सिधै। के यसको नाम?
हरि ओम देव शांति अंतरिक्ष शांति पृथ्वी शांति राप शांति रोषदय शांति वनस्पतय शांति विश्वदेवा शांति ब्रह्म शांति सर्वगुण शांति सामा सकपालिनी दुर्गा क्षमा शिवोधात्री स्वाहा सुधा नमस्तुते। जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवोधात्री स्वाहा सुधा नमस्तुते। दुर्गा भवानीले रक्षा गरून्, छोरा बुहारीले हेला नगरून्, आते ताकेको कोष अब छिन्न र खोक्न छोडे। ल पैसा दिने हो तनी त्यसमा दिने हो ब्रह्म शान्ति सामा शान्ति रे शान्ति मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरे आयु द्रोणसुते श्रियं च दशरथे शत्रुक्षयं राघवे ऐश्वर्ये नमसे गति च पवने मानं च दुर्योधने नमस्ते भगवानले रक्षा गर्न आछि ताको सुखरात नलाओस् सुदेवा शान्ति ब्रह्म सुते श्रियं च दशरथे शत्रुक्षयं राघवे राघवे ऐश्वर्ये नवसे गतिश्च पवने मानं च दुर्योधने शूरो सांगतने अलंकर बले सत्यं च कुन्ती सुते विज्ञाने विदुरे भवत भवतां कृता च नारायणे दुर्गा भवानीले रक्षा गरून् छोरा पाटी ताकेको पोष ल पास भएस् ज्ञानी बन सबैको मान्य दिनु भए अनुशासित बने देव शान्ति अन्तरिक्ष शान्ति पृथ्वी शान्ति राप शान्ति रोषदय शान्ति वनस्पतय शान्ति जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवोधात्री स्वाहा सुधा नमस्तुते। दुर्गा भवानीले रक्षा गरून् आते ताकेको पोष रोगराज नलाओस् सबैको मान्य पुण्य भए ज्ञानी बने फलानाकी नातिनी असल छ भन्ने बन शान्ति वनस्पतय शान्ति जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवोधात्री स्वाहा सुधा नमस्तुते। दुर्गा भवानीले रक्षा गरून् छोरी ज्ञानी बन असल बन सबैको मान्य पुण्य भए पढेर पास भए सबैको हाई वाई भए फलानाको नातिनी असल छ भनेर सबैले भन्ने सुन्न पाइयो। पर्सि त नकराइ त हरि ओम देव शान्ति अंतरिक्ष शान्ति पृथ्वी शान्ति राप शान्ति रोषदय शान्ति वनस्पतय शान्ति आयु द्रोणसुते श्रियं च दशरथे शत्रुक्षयं राघवे ऐश्वर्ये नवसे गतिश्च पवने मानं च दुर्योधने शूरो सांगतने अलंकर बले सत्यं च